हेलो कनिचिवा आजको हाम्रो जापानिज भाषाको फर्स्ट डे आज डे 1 को क्लासमा चाहिँ हजुरहरूलाई चाहिँ स्वागत छ। आज चाहिँ हामीले चाहिँ हिरागाना कातागाना खान्जीको बारेमा पढ्दैछौँ है। आज चाहिँ हामीले पढ्न लागेको चाहिँ जापानिज भाषा हो है। जापानमा चाहिँ अब कतिवटा अक्षरहरू हुन्छ, कतिवटा अक्षर हामीले सिक्छौँ, त्यसको बारेमा चाहिँ आज हामीले चाहिँ हिरागाना कातागाना खान्जीको परिचयको बारेमा आज हामीले पढ्दैछौँ है। फर्स्टमा चाहिँ हामीलाई चाहिँ जापानिज भाषा पढ्दैछौँ। फर्स्टमा चाहिँ जापानलाई चाहिँ उनीहरूकै भाषाबाट के भनेर बोलाउँदो रहेछ भनेर चाहिँ आज हामी सिक्दैछौँ है। ल मैले चाहिँ हिरागानाबाट चाहिँ निहोन भनेर लेखेको है। यो चाहिँ मैले निहोन भनेर लेखेको। निहोन भनेको चाहिँ जापान भन्ने अर्थ लाग्छ। जस्तै हाम्रो नेपालमा चाहिँ त्यस्तो छैन, तर सबै देशको प्रायः जस्तो चाहिँ दुईटा नाम छन् हैन, त्यस्तै जापानको पनि उनीहरूकै भाषाबाट जापानलाई चाहिँ निहोन भनेर बोलाउँछ। जस्तै इन्डियालाई चाहिँ हामीले चाहिँ भारत भनेको जस्तै जापानलाई चाहिँ उनीहरूकै भाषाबाट निहोन भन्छ। जापान उनीहरूको भाषाबाट के भन्ने रहेछ? निहोन। जापानमा चाहिँ जापान भनेको निहोन भयो, गो भनेको भाषा, निहोन गो भनेको चाहिँ जापानिज भाषा भन्ने अर्थ लाग्छ। जापानमा चाहिँ हामीले 3वटा लिपि सिक्नुपर्ने हुन्छ है। हामीले कतिवटा लिपि सिक्नुपर्ने हुन्छ? 3वटा। अब 3वटा फर्स्टको चाहिँ हिरागाना, अर्को सेकेन्डको काताकाना। भन्दाखेरि लेख्दाखेरि चाहिँ तपाईँले काताकाना लेख्नुपर्ने हुन्छ, बोल्दा कातागाना भने पनि हुन्छ। अर्को थर्डमा चाहिँ हाम्रो खान्जी भन्ने छ है। जापानमा 3वटा लिपि हुन्छ अरे। फर्स्टको लिपिको नाम चाहिँ हिरागाना, काताकाना र अर्को चाहिँ खान्जी। अब हिरागाना भनेको के हो भन्दाखेरि चाहिँ हिरागाना भनेको चाहिँ जापानी शब्द भन्ने अर्थ लाग्छ है। जस्तै जापानी शब्द भनेको चाहिँ लोकल ल्याङ्ग्वेज भनेर बुझे पनि भयो हजुरहरूले है। जस्तै हामीले जुन नेपालीले बोलिरहेको छौँ हैन, त्यस्तै भनेको जस्तो चाहिँ हिरागाना भयो। अर्को काताकाना छ। काताकाना भनेको विदेशी अथवा आगन्तुक शब्द भन्ने अर्थ लाग्छ। कस्तो खालको विदेशी अथवा आगन्तुक भन्दाखेरि चाहिँ विदेश भन्ने बित्तिकै बाहिरी देश भनेर बुझ्नु पर्यो हामीले। अर्को चाहिँ आगन्तुक शब्द भन्ने छ है। यो आगन्तुक शब्द भनेको चाहिँ बाहिरी देशबाट जस्ताको तस्तै आएको शब्दलाई चाहिँ हामीले आगन्तुक शब्द भन्नुपर्ने हुन्छ। कस्तो बाहिरी देशबाट जस्ताको तस्तै आएको भन्दाखेरि चाहिँ हामीले जस्तै डेली लाइफमा हामीले भन्न त हामी नेपाली बोलिरहेको छौँ, तै पनि हामीले इङ्ग्लिस बोलिरहेको छौँ हैन। जस्तै कस्तो भन्दाखेरि चाहिँ मोबाइल, क्यालकुलेटर, जुन कम्प्युटरहरू भन्ने हुन्छ नि हैन, जस्तै यो कम्प्युटर भयो हैन। यो कम्प्युटरलाई चाहिँ हामीले इङ्ग्लिसबाट पनि कम्प्युटरै भनेर लेख्छौँ, नेपालीबाट पनि हामीले के भनेर लेख्छौँ? कम्प्युटरै भनेर लेख्छौँ नि हैन। अब यस्तो खालको यो चाहिँ बाहिरी देशबाट जस्ताको जस्तै हाम्रो नेपालमा आएको शब्द भयो। यो शब्दलाई चाहिँ हामीले चाहिँ आगन्तुक शब्द भन्नुपर्ने हुन्छ है। जस्तै यो कम्प्युटरको नेपाली मिनिङ अर्को छ नि हैन। जस्तै यसलाई चाहिँ हामीले सुसङ्ख्या भन्छौँ नि हैन। कम्प्युटरलाई हाम्रो नेपाली भाषाबाट सुसङ्ख्या भन्छौँ। यदि मैले कोही मान्छेलाई चाहिँ म सुसङ्ख्या सिक्दैछु, म सुसङ्ख्या सिकाउँछु है, म चाहिँ सुसङ्ख्या पढाउँछु भन्यो भने चाहिँ प्रायः जस्तो मान्छेले बुझ्दैन। फेरि यसैलाई चाहिँ हामीले म चाहिँ अहिले कम्प्युटर सिकिरहेको छु, म चाहिँ कम्प्युटर पढाउँछु है, अथवा म चाहिँ कम्प्युटर सिकाउँछु है भने ठ्याक्कै बुझ्छ नि हैन। त्यस्तै यो कम्प्युटर, ल्यापटप, मोबाइल यिनीहरू भनेको चाहिँ हाम्रो आगन्तुक शब्द हुन् है। यस्तो खालको शब्द लेख्नको लागि चाहिँ हामीले चाहिँ काताकानाको प्रयोग गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को हामी थर्डमा जाउँ। अर्को थर्डमा चाहिँ हाम्रो खान्जी भन्ने छ। खान्जीलाई चाहिँ हामीले के भनेको छौँ? चाइनिज शब्द भनेको छ है। चाइनिज शब्द भने चाहिँ किन यसलाई चाइनिज शब्द भन्यो भन्दाखेरि चाहिँ यो चाहिँ चाइनाबाटै आएको हुनाले चाहिँ यसलाई हामीले चाहिँ चाइनिज शब्द भन्नुपर्ने हुन्छ। जस्तै उनीहरूले जापानको मान्छे चाहिँ चाइना गएर यो खान्जी सिकेर जापानमै लागू गरेको कारणले चाहिँ यो खान्जीलाई चाहिँ हामीले चाहिँ चाइनिज क्यारेक्टर अथवा चाइनिज शब्द भन्नुपर्ने हुन्छ है। अथवा हिरागाना भनेको अब तपाईँहरूलाई यस्तो फास्ट लाग्यो भने चाहिँ यसको सजिलो तरिका भनेको चाहिँ हिरागाना भनेको कह भनेको जस्तो, काताकाना भनेको एबिसिडी भनेको जस्तो, खान्जी भनेको चाहिँ सिम्बोलिक हुन्छ अथवा साङ्केतिक हुन्छ, केही पिक्चर इमेजिन गरेको हुन्छ भनेर बुझ्नु पर्यो। अब कस्तो खालको कह र एबिसिडी भन्नुहुन्छ भने पनि जस्तै मैले एउटा यहाँ नाम लेख्दैछु है, त्यो नाम चाहिँ मैले यहाँनिर फर्स्टमै राम भनेर लेख्ने भएँ। यो मैले के लेखेको छु? राम भनेर लेखेको छु। अब मैले यसलाई नेपालीमा लेख्छु है। मैले यसलाई राम भनेर लेखेँ, यसलाई पनि राम भनेर लेखेँ। यो दुईटामा के फरक छ होला? यो दुईटामा चाहिँ मैले लेखाइ फरक छ नि, उच्चारण त सेम भएको छ। जस्तै कस्तो सेम भन्दा मैले यसलाई बोल्दाखेरि त राम भनेर बोल्छु, त्यसपछि यसलाई पनि मैले के भन्नुपर्छ?
गर्नुपर्छ नि उच्चारण चाहिँ एउटै छ तर के फरक छ अक्षर फरक छ यस्तो खालको राम यस्तो खालको नेपाली जस्तो भनेको चाहिँ हिरागाना भने बुझ्दिनुस् त्यसमा चाहिँ यस्तो खालको अंग्रेजी जस्तो भनेको चाहिँ काताकाना भनेर बुझ्दिनुस् यिनीहरु दुईटामा चाहिँ के फरक छ भन्दा चाहिँ अक्षर मात्र फरक छ उच्चारण चाहिँ के हुने भयो एउटै नै हुने भयो ल अर्को चाहिँ खान्जी भन्ने छ है खान्जी भनेको चाहिँ सिम्बोलिक अथवा सांकेतिक भन्ने अर्थ लाग्छ यो चाहिँ कुनै पिक्चरहरुलाई चाहिँ जापानिजहरुले चाहिँ कुनै पिक्चरहरुलाई चाहिँ इमेजिन गरेर बनाएको हुन्छ यो खान्जी चाहिँ ल अब हिरागाना कतिवटा छ काताकाना कतिवटा छ खान्जी कतिवटा छ भन्दाखेरि चाहिँ हाम्रो नेपालमा कह कतिवटा छ 36 वटा छ नि हैन एबीसीडी कतिवटा छ 26 वटा छ तर जापानमा चाहिँ हिरागाना 46 वटा छ काताकाना पनि 46 वटा नै छ हिरागाना कतिवटा अक्षर भयो 46 वटा भयो वर्ण कतिवटा रहेछ 46 वटा काताकाना पनि 46 वटा नै रहेछ अर्को यो खान्जी खान्जी चाहिँ 50,000 मोर देन भनेको छ है यो भनेको चाहिँ 50,000 भन्दा माथि छ रे अहिलेसम्म फिक्स भएको छैन कि कति छ भनेर अहिलेसम्म चाहिँ हामीले चाहिँ 50,000 भन्दा माथि चाहिँ खान्जी छ भनेर भन्छौं है ल सबै भाषामा स्वर वर्ण व्यञ्जन वर्ण हुन्छ नि हैन हाम्रो नेपालमा पनि छ कन्सोनेन्ट साउन्ड भवेल साउन्ड भन्ने छ त्यस्तै जापानमा पनि भवेल साउन्ड कन्सोनेन्ट साउन्ड हुन्छ है भवेल साउन्ड भनेको स्वर वर्ण कन्सोनेन्ट साउन्ड भनेको चाहिँ व्यञ्जन वर्ण भन्छ जापानमा स्वर वर्ण 5 वटा छ व्यञ्जन वर्ण 41 वटा 41 र 5 गरेर हाम्रो कतिवटा अक्षर भयो टोटल 46 वटा वर्ड भयो है ल अब यहाँनिर फेरि काताकानामा जाउँ हामी अब काताकानामा पनि भवेल साउन्ड 5 वटा नै छ कन्सोनेन्ट साउन्ड 41 वटा छ दुईटामा एउटै छ नि हैन किनकि कसरी एउटै भयो भन्दा चाहिँ यसमा पनि 46 छ यसमा पनि 46 छ त्यही भएर चाहिँ भवेल साउन्ड पनि 5 वटा कन्सोनेन्ट 41 गरेर टोटल अक्षर कतिवटा भयो 46 वटा भयो ल अर्को चाहिँ खान्जीको चाहिँ दुईवटा हुन्छ एउटा ओन्योमी र अर्को कुन्योमी भन्छ है चाइनिज उच्चारण गर्दा चाहिँ ओन्योमी जापानिजहरुले उच्चारण गर्दा चाहिँ कुन्योमी हुन्छ है ल यो चाहिँ हामीले पछि पढ्ने वाला छौं ल अब हामी चाहिँ हिरागाना भनेको के भनेर बुझ्दिनु पर्यो जापानलाई उनीहरुकै भाषाबाट के भन्दो रहेछ निहोन भन्दो रहेछ निहोनलाई चाहिँ हामीले निहोनमा चाहिँ जम्मा कतिवटा जापानमा 3 वटा लिपि रहेछ फर्स्टको लिपिको नाम हिरागाना सेकेन्डको काताकाना थर्डको चाहिँ खान्जी हिरागाना भनेको कह जस्तो रहेछ भने बुझ्दिनुस् काताकाना भनेको एबीसीडी जस्तो भनेर बुझ्नुस् र खान्जी भनेको चाहिँ सिम्बोलिक हुँदो रहेछ है भनेर बुझ्दिनु पर्यो अब मेन चाहिँ हिरागाना 46 वटा रहेछ काताकाना पनि 46 वटै रहेछ खान्जी चाहिँ 50,000 भन्दा माथि रहेछ अब यहाँनिर चाहिँ अब हिरागाना कति बेला युज गर्ने काताकाना कति बेला युज गर्ने भन्दा चाहिँ हिरागाना कति बेला युज गर्ने जस्तो स्टुडेन्टहरुलाई चाहिँ कति कन्फ्युजन हुन्छ कि हिरागाना हामीले कति बेला लेख्ने काताकाना कति बेला लेख्ने भन्ने कन्फ्युजन हुन्छ अब हिरागाना चाहिँ कति बेला लेख्ने भन्दाखेरि चाहिँ तपाईले चाहिँ जापान भित्रको कुराहरु लेख्न हिरागानाको प्रयोग गरिन्छ है जापान भित्रको कुराहरु लेख्न हिरागानाको प्रयोग गरिन्छ जस्तै जापानिजहरुको नाम जापानिज ठाउँ र जापानिज वस्तुहरुको नाम चाहिँ केबाट हुँदो रहेछ उनीहरुको हिरागानाबाट हुँदो रहेछ भनेर बुझ्ने है यदि जापानिजबाट नाम छ भने त्यो मान्छे चाहिँ जापानिज हो हिरागानाबाट नाम छ भने चाहिँ त्यो मान्छे चाहिँ जापानिज हो भनेर बुझ्दिनु पर्यो जापानिज ठाउँ भन्छ है जस्तै जापानकै नाम पनि केबाट छ हिरागानाबाट छ त्यसपछि अर्को जापान भित्रको जस्तै ओसाका टोकियो नागोया यिनीहरु छ नि हैन यिनीहरु लेख्दा पनि हामीले केबाट लेख्दो रहेछ हिरागानाबाट अर्को जापानिज वस्तुहरु जस्तै त्यहाँनिर उत्पादन भएको तरकारीहरु फलफुलहरु तिनीहरुको नाम पनि केबाट हुन्छ हिरागानाबाटै हुन्छ अर्को चाहिँ हामी काताकाना काताकाना चाहिँ कति बेला लेख्ने भन्दा चाहिँ जापान भन्दा बाहिरको कुराहरु लेख्न काताकानाको प्रयोग गरिन्छ रे है जस्तै विदेशी नाम विदेशी ठाउँ विदेशी वस्तु आदि भनेको छ विदेशी नाम भनेको चाहिँ जस्तै जापानको लागि हामी विदेशी हाम्रो लागि जापान विदेश त्यस्तै जापानिजहरुले हाम्रो नामहरु लेख्दाखेरि अथवा हाम्रो नाम चाहिँ सबै केबाट हुन्छ काताकानाबाट लेख्नु पर्ने हुन्छ है किन भन्दा चाहिँ जापानको लागि हामी विदेशी भयौं त्यही भएर हाम्रो नामहरु सबै काताकानाबाट लेख्ने अर्को ठाउँ भनेको छ विदेशी ठाउँ भनेको हाम्रो देश नेपालको छ नि नेपालको नामहरु नेपाल भित्रको जिल्लाहरु सबै हामीले चाहिँ केमा लेख्नु पर्ने हुन्छ काताकानामा लेख्नु पर्ने हुन्छ त्यसपछि अर्को विदेशी वस्तु भनेको छ विदेशी वस्तु भनेको चाहिँ विदेशमा उत्पादन भएको वस्तुहरु तरकारी फलफुल यिनीहरु जुन छ नि यिनीहरुको नाम पनि हामीले केबाट लेख्नु पर्ने हुन्छ काताकानाबाटै लेख्नु पर्ने हुन्छ
अब लास्टकोमा जुन लास्टको चाहिँ खान्जी छ। खान्जी कति बेला लेख्ने भन्दा चाहिँ हिरागानामा लेखेको कुराहरू छोटो बनाएर लेख्न खान्जीको प्रयोग गरिन्छ भन्न खोजेको चाहिँ जस्तै जापानिजहरूको नाम, जापानिज ठाउँ, जापानिज वस्तु हिरागानामा लेख्छ भनेको छ नि हामीले। अब यो लेखेकै कुराहरूलाई चाहिँ सर्ट रूपमा लेख्नु पर्यो, छोटो बनाएर लेख्नु पर्यो भने चाहिँ अर्को खान्जीबाट लेख्नु पर्ने हुन्छ। अर्को बुझ्नु भएन भने चाहिँ खान्जी हाम्रो सिम्बोलिक हुन्छ भनेको छ। हिरागाना चाहिँ तपाईँलाई यसरी मान्छे अथवा घर भनेर लेख्न सिकाउँछ। हिरागानाले चाहिँ हजुरहरूलाई के सिकाउनु भयो? मान्छे भनेर लेख्न सिकाउनु भयो। यसरी नै मान्छे भनेर लेख्न सिकाउने भयो। जस्तै मान्छे भनेको चाहिँ हितो भन्छ जापानिजहरूले चाहिँ। यस्तो खालको हितो भनेको अक्षर लेखाउन चाहिँ हिरागानाले सिकाउँछ। अब यसैलाई छोटो बनाएर भनेको चाहिँ अब यस्तो यहाँ पिक्चर बनाए एउटा यो मान्छे हो, दुईटा हात छ, दुईटा खुट्टा छन् हैन। यस्तो खालको दुईवटा खुट्टा भएकोलाई चाहिँ मान्छे भन्छ भनेर उनीहरूले है यो पिक्चर छ नि यस्तो खालकोलाई चाहिँ उनीहरूले चाहिँ यसैलाई अब सङ्केत दिएर चाहिँ यस्तो गरेर चाहिँ दुईवटा खुट्टा भएको यहाँ टाउको छ हैन, यो जिउ भयो, यस्तो खालको यो चाहिँ मान्छे हो भने एउटा पिक्चरमा दिने भयो है। भन्न खोजेको चाहिँ ए हितो भनेको छ। अब यसैलाई फेरि खान्जीमा भन्दा चाहिँ यसलाई हामीले हितो भन्नुपर्ने हुन्छ है। हितो भनेको चाहिँ मान्छे अथवा व्यक्ति भन्ने अर्थ लाग्छ है। ल यहाँसम्म हजुरहरूले बुझ्नु भयो कि बुझ्नु भएन हैन? बुझ्नु भएन भने एकचोटि फेरि हामी रिभिजन गर्छौँ। फर्स्टमा रिभिजन तपाईँले बुझिदिनु पर्यो जापानलाई चाहिँ निहोन भन्दो रहेछ भनेर। अब निहोन भन्नु बित्तिकै कता काहीँ सुन्नुभयो, निहोन भनेको सुन्नुभयो भने चाहिँ जापान भनेको रहेछ है भनेर बुझिदिनु पर्यो है। जापानलाई उनीहरूको भाषाबाट निहोन भनेर बोलाउँछ। अनि गो भनेको भाषा, निहोन गो भनेको चाहिँ जापानिज भाषा। अहिले हामी सिकिराखेकै जापानिज भाषा हो। जापानमा 3वटा लिपि हुन्छ अरे, हिरागाना, काताकाना, खान्जी। हिरागाना भनेको जापानी शब्द अथवा लोकल ल्याङ्ग्वेज भन्ने अर्थ लाग्छ। काताकाना भनेको विदेशी अथवा आगन्तुक शब्द भन्ने भयो हैन। त्यसपछि अब खान्जी भनेको चाहिँ चाइनिज शब्द भने बुझिदिनु पर्यो है। हिरागाना चाहिँ 46वटा हुँदो रहेछ, काताकाना पनि 46वटै हुँदो रहेछ, खान्जी चाहिँ 50,000 मोर देन भनेको 50,000 भन्दा माथि रहेछ। तर अहिले चाहिँ यति धेरै नआतिनुहोस् है, यत्रो 50वटा चाहिँ हामीले पढ्नु पर्दैन। N5 र N4 गरेर हामीले थोरै नै पढ्नु पर्ने हुन्छ है। N5 र N4, N4मा चाहिँ समथिङ हामीले 150वटा पढ्छौँ। त्यसपछि 350वटा समथिङ 400वटा चाहिँ हामीले N4मा गरेर पढ्छौँ है। यति धेरै चाहिँ पढ्नु पर्दैन हामीले चाहिँ। अहिलेको लागि चाहिँ N5 र N4मा चाहिँ हामीले थोरै नै पढ्दा हुन्छ। पढ्न त अब धेरै पढे पनि झन् राम्रो हैन। अर्को चाहिँ भवेल साउन्ड है। मेन बुझ्नु भनेको चाहिँ भवेल साउन्ड बुझ्नु पर्ने हुन्छ। भवेल साउन्ड भनेको बुझेन भने म भोलिको क्लासमा बुझाउँछु हजुरहरूलाई। भवेल साउन्ड कन्सोनेन्ट वर्ण यो के छ? स्वर वर्ण, व्यञ्जन वर्ण भनेको छ नि हैन। आज तपाईँले बुझ्नु भएन के भनेको होला भवेल साउन्ड भनेको बुझ्नु भएन भने चाहिँ भोलिको नेक्स्ट भिडियोमा चाहिँ यसको बारेमा भन्नेछु है। भवेल साउन्ड 5वटा, कन्सोनेन्ट साउन्ड चाहिँ 41वटा हुँदो रहेछ। यो 5वटा भवेल साउन्ड आयो भने नि 41वटा त्यत्तिकै आउँछ है। एकदम छोटो एउटा तरिका छ, यो तरिका हजुरहरूलाई मैले भोलि भन्छु। 5वटा राम्रोसँग आयो भने 41वटा त्यत्तिकै बनिन्छ। ल काताकाना पनि त्यही एउटै नै हो, 5वटा भवेल साउन्ड, कन्सोनेन्ट साउन्ड चाहिँ 41वटा, टोटल अक्षर चाहिँ हाम्रो 46वटा भयो। खान्जीमा चाहिँ ओन्योमी र कुन्योमी उच्चारण हुन्छ भने बुझिदिनुहोस्। त्यसपछि हिरागाना हामीले चाहिँ जापानिजहरूको नाम, जापानिजहरूको ठाउँ, त्यसपछि जापानिज वस्तुहरू लेख्नको लागि हिरागाना, विदेशी नाम, विदेशी वस्तु, विदेशी के छ ठाउँहरू लेख्नको लागि काताकाना। अर्को हिरागानामा लेखेकै कुराहरू छोटो बनाएर लेख्नको लागि चाहिँ खान्जीको प्रयोग हुन्छ भनेर बुझिदिनुहोस् है। ल आज यति नै। भोलिको भिडियोमा चाहिँ हजुरहरूलाई मैले चाहिँ अर्को पढाउने भएँ। अर्को चाहिँ हामीले फर्स्टमा चाहिँ भोलि चाहिँ हामीले हिरागाना पढ्छौँ है। हिरागाना पढ्छौँ, त्यसपछि हामीले काताकाना, त्यसपछि लास्टमा चाहिँ हामीले खान्जी पढ्नेवाला छौँ। भोलि चाहिँ हिरागानाको यो भवेल साउन्ड र कन्सोनेन्ट साउन्ड यो पढाउनेवाला छु है मैले। यसको चाहिँ छोटो तरिका छ, एकदमै इन्ट्रेस्टिङ छ। ल हजुरहरूलाई चाहिँ अब भोलिको भिडियोमा हामी भेट्छौँ। जापानमा अध्ययन गर्नको लागि हामीलाई सम्झनुहोस् Oxford Smart Education Private Limited. Secure a seat for free language classes now. High COE success rate, low GPA can apply, strong documentation, up to 7 years gap accepted, affordable school fees and more.